मामा हुनुहुन्छ अब ठाउँमा मामा पुलिस र ट्राफिकले चाहिँ मागेसक्यो हामीहरूले चाहिँ मामा भन्ने गरेका जस्तै जिल्ला हो। मैले यो चाहिँ सानो हुँदा पढेको लगभग 7-8 क्लास पढ्ने बेलामा मेरो इक्जाममा पनि आएको त्यो ठाउँ पनि मैले देख्न पाएमा एकदमै धेरै खुसी छु। चाहिँ मेरो मेडम पहाड एउटा पहाडको माथि यात्रा गर्दा चाहिँ चुपचाप लाएर गऱ्यो भने चाहिँ यात्रा एकदमै धेरै मजा आउँछ साथीहरू किन बोल्दै बनायो भने चाहिँ एकदम टाइम मिलेको पनि थाहा हुँदैन। अनि लाइनमा नहीं सकियो यहाँ सर ल हामी चाहिँ अहिले यो नेपाल चाइनाको बोर्डर कोरोला नाकामा छौँ अहिले चाहिँ है। मेरो साथीहरू यतातिर हुनुहुन्छ, प्रतीक यता है, प्रवीण यता, असीम यता। अब योभन्दा यतापट्टि चाहिँ चाइनाको बोर्डर है। यो भनेको चाहिँ चाइनिज, यो चाइनातिर चाहिँ पुरै घरहरू बनिसकेको रहेछ। नेपालमा चाहिँ त्यस्तो घरहरू अझै बनेको रहन्छ। हेर्दा फेरि पुरै तराई जस्तो छ। अब यो सिनले चाहिँ यस्तो दामी देखिन्छ फेरि हिमालहरूले गर्दा। अनि साथी कस्तो फिल भइरहेछ त? अनि एकदमै राम्रो फिल भइरहेछ। तर हामी यति टाढाबाट यहाँ छौँ होइन। अब यात्रा चाहिँ हाम्रो एकदमै राम्रो भयो। आजसम्म हामी चाहिँ एकदम राम्रो तरिकाले आयौँ होइन। कहीँ पनि त्यस्तो दुर्घटना चाहिँ घटेन होइन। अरूको घटेको पनि देखेन। अब जाँदाखेरि पनि यस्तै होस् भन्ने म चाहन्छु। अनि जाडो चाहिँ कतिको महसुस भइरहेछ त? जाडो त पुरै तलदेखि माथिसम्म त्यो हुन्छ नि हिउँ चप्किएको जस्तो जाडो, झन् माथि आएर झन् जाडो भइरहेछ। अनि असीम कस्तो फिल भइरहेछ त? अनि एकदम रमाइलो होइन। यस भनेको मलाई चाहिँ यहाँ आउनुभन्दा केटाहरूसँग आएर बहुत खुसी लाग्यो होइन। हामी यो इन्डियाको बोर्डर त जाने आउने गरिरहेको थियौँ होइन। चाइना चाहिँ हामी प्रवेश गर्न मिल्दैन रहेछ।
तर जोस् चाइना पनि देखियो नि है चाइना तर चाइना चाहिँ अब चाइना बोर्डर देख्दा चाहिँ कस्तो फिल भयो त अनि एकदम राम्रै फिल भयो त्यस्तो अब भित्र जान पाएन अब के हुन्थ्यो कस्तो हुन्थ्यो बाहिरबाट देख्थ्यो त्यही त हो तर एकदम एकदम यहाँ चाहिँ आउनुपर्ने एक टाइम लाइफमा एकचोटि आउनुपर्ने ठाउँ चाहिँ रहेछ अनि प्रवीण कस्तो फिल भइरहेछ त अनि बब्बाल लभली यदि स्वर्ग हेर्नु छ भने होइन मलाई जस्तो आउनु होला एकदम तर चिसो चाहिँ उब्बर छ तर यस्तो न्यानो न्यानो ज्याकेटहरू लगाएर होइन आउनु होला त्यही यस्तो दामी छ 24 नम्बर पिलर चाहिँ यहाँ रहेछ है यहाँ 24 नम्बर पिलर चाहिँ यहाँ छ नेपालको यहाँ चाहिँ डिएसएलआर क्यामेरा र ड्रोनहरू चाहिँ ल्याउन एलाउड रहन्छ है यहाँ चाहिँ अब चाइना सरकारले नै अब त्यो प्रतिबन्ध गरेको रहेछ है त्यो भएर चाहिँ अब यहाँबाट ड्रोन उडाउन नमिल्ने अनि डिएसएलआरले फोटो खिच्न नमिल्ने एउटा चाहिँ नियम बनाएको रहेछ यतातिर चाहिँ है अब म पनि यतातिर छु अब हिँडिरहेको छु अघि एकदम जाडो फिल भइरहेको थियो अहिले चाहिँ खासै जाडो छैन साथीहरू हामी सबै हिँड्दा छौँ अब है यता नेपालको घर भनेको यो मात्रै छ है एउटा नेपालको घर यो मात्रै बनेको रहेछ अहिलेसम्म अब यतातिर चाहिँ म एउटा घडेरी किनेर मैले घर बनाउने प्लानिङ गरेँ है आर यु कमेडी मी चाइना नजिकै बनाउने चारवटा घडेरी गराउने कटिङ नाम एउटा अब यिनीहरूले पनि अब घडेरी किन्छु भन्ने कुरो गर्दैछन् केटाहरूले बिजनेस गर्ने हो अब यहाँ बिजनेस गर्नुपर्छ हामीले चाहिँ त्यही अब कति इन्डियाको बोर्डरमा छिर्नु भने आज चाइनाको बोर्डर जाउँ न त भन्ने हिसाबले आइयो छुट्टै फिल भयो त्यही हो एकदम केटा होइन के छ भन्नु अभिरल भाइ कस्तो फिल भइरहेछ यो चाइना र नेपालको बोर्डर आउँदा मनै आनन्द हर्र भइरहेछ जाडो कतिको भइरहेछ जाडो अघि जाडो भइरहेको थियो अहिले जस यो ठाउँमा आउँदा त्यो जाडो फिल चाहिँ हराउँदै गइरहेछ भनौँ न जस रमाइलो लागिरहेछ यहाँ बस्दाखेरि साथीहरूसँग घुम्न पाउँदा जस धेरै पहिलादेखि प्लानिङ थियो नि त हाम्रो आज चाहिँ सक्सेस भयो नि त त्यो कुराहरू होइन जस रमाइलो भयो अब यता अरू भन्दा पनि यहाँको सिनहरू हेर्दाखेरि चाहिँ छुट्टै फिल हुन्छ क्या सिन देखाइदिन्छु है म यस्तो सर एकदम दामी फिल हुन्छ कि पुरै यो चाहिँ हाम्रो नेपालको झन्डा हो बाइक हाम्रो हो यो है कफी दिने मान्छे अनि एउटा हाम्रो बाइक हो अब मिठाई चक्लेटहरू कहिले भुल्ने छैन यस्तो मिठो कफी कि यहाँ होइन हजुरले यहाँ भिजिट गरेपछि कफी चाहिँ यस्तो खानुलाई होइन कफी चाहिँ खानुलाई ओन्ली 150 बब्बा त्यो 150 को चिन्ता नगर्नु तर 150 को यस्तो बब्बाल छ कि टेस्टी के भन्ने तपाईँले 150 देश त लाग्दैन पछि खाइसक्यो